एउटा कल्पना गरौँ है। भन्नुहोस् न। मानौ 30 वर्ष लगाएर खडा गरेको एउटा पारिवारिक व्यापार छ। भनौँ न एउटा एकदम राम्रो होटेल चलिरहेको छ। अनि अचानक एक दिन परिवारको मुख्य मान्छे जसको नाममा धेरै शेयर थियो उहाँको निधन हुन्छ। यो मतलब यो आफैमा एउटा ठूलो पारिवारिक र भावनात्मक विपत्ति हो नि त। एकदमै ठूलो वज्रपात नै हो। तर यो दुःखको घडीमा सरकार अचानक ढोका ढकढकाउन आइपुग्छ र भन्छ कि ल तपाईँको कम्पनीले आफ्नो सम्पूर्ण सम्पत्तिको आजको बजार भावमा मूल्याङ्कन गरेर ठूलो ट्याक्स तिर्नुपर्छ। किनभने कर्पोरेट दुनियाँमा एउटा लुकेको कानुनी धराप छ के रे जसलाई चेन्ज इन कन्ट्रोल भनिन्छ। यो सुन्दा निकै कठोर लाग्छ, मतलब अमानवीय जस्तै लाग्छ है। तर कर्पोरेट ट्याक्सको संसारमा यो एउटा यथार्थ हो र? हामीले सधैँ के सोच्छौँ भने कम्पनी भनेको एउटा छुट्टै लिगल एन्टिटी हो। यसभित्रका शेयर धनीहरू फेरिँदैमा कम्पनीको दैनिकीमा भनौँ न त्यसको अपरेसनमा खासै असर पर्दैन। हो नि, मान्छे फेरिए पनि संस्था त त्यही हो नि। तर इन्कम ट्याक्स एक्ट 2058 को सेक्सन 57 ले यो मान्यतालाई पुरै उल्टाइदिन्छ। ओके, लेट्स अनप्याक दिस। आज हामी यही विषयको गहिराईमा पुग्दैछौँ हाम्रो यो डीप डाइभमा। यो चेन्ज इन कन्ट्रोल सुन्दा एउटा प्राविधिक शब्द जस्तो मात्र लाग्छ, तर यसको प्र्याक्टिकल एप्लिकेबिलिटी अर्थात् व्यवहारिक प्रयोगले एउटा चलिरहेको एन्टिटीको आर्थिक जग नै हल्लाइदिन सक्छ नि त। एकदमै हल्लाउँछ नै। त्यसैले आज अलिक केलाएर हेरौँ यो चेन्ज इन कन्ट्रोलको भूत आखिर के हो र यसले एउटा कम्पनीलाई कसरी गाँच्छ। यसलाई बुझ्न चाहिँ ट्याक्स लले ओनरसिपलाई कसरी हेर्छ भन्ने कुराबाट सुरु गर्नुपर्छ है। ओके। कानूनले स्पष्ट भनेको छ यदि कुनै एन्टिटी जस्तै कम्पनी भयो वा 20 जना भन्दा बढी पार्टनर भएको पार्टनरशिप फर्म, ट्रस्ट वा कुनै फरेन कम्पनी यिनीहरूको स्वामित्व अघिल्लो 3 वर्षको तुलनामा 50% वा सोभन्दा बढीले परिवर्तन भयो भने त्यहाँ चेन्ज इन कन्ट्रोल भएको मानिन्छ। राज्यको नजरमा अब त्यो पुरानो एन्टिटी रहेन, त्यसले आफ्नो स्वरूप फेर्यो। भनेपछि 50% भन्दा बढी शेयर होल्डर्स फेर्ने बित्तिकै कम्पनी नयाँ भयो। तर कम्पनी त त्यही छ नि, अफिस त्यही छ, काम गर्ने मान्छे त्यही छन्। भौतिक रूपमा त्यही भए पनि करको दृष्टिकोणमा चाहिँ त्यो परिवर्तन भयो है। यसले मुख्य दुईवटा भयानक असर ल्याउँछ। कस्तो असर? पहिलो, एन्टिटीसँग भएका सबै सम्पत्ति र दायित्वहरूको अनरियलाइज्ड क्यापिटल गेन्स अर लसेस अचानक रियलाइज हुन्छ। यसलाई कानूनले डिम्ड डिस्पोजल भन्छ, अर्थात् साँच्चै नबेचे पनि बेचेको मानिन्छ। अनि दोस्रो कुरा, नयाँ व्यवस्थापनले पुरानो समयको ट्याक्स एट्रिब्युट्स मिलान गर्न पाउँदैन। मतलब पुरानो नोक्सानहरू हो, जस्तै पहिलेको वर्षमा भएको नोक्सान अब क्यारी फरवर्ड गरेर नयाँ नाफासँग घटाउन पाइँदैन। यो त एउटा पानी जहाजको क्याप्टेन परिवर्तन हुँदा जहाजभित्रका सामानहरूको नयाँ सिराबाट गन्ती गरे जस्तै भयो नि, होइन र? एकदम सही एनालोजी। भनौँ न रेस्टुरेन्टमा चलिरहेको बार ट्याब जस्तै 4 जना साथीहरू बसेर खाइपी गरिरहेका छन्, एउटा लामो बिल बनिरहेको छ। अचानक 2 जना नयाँ साथीहरू टेबलमा आएर बसे र पुराना 2 जना उठे। अब साउजीले के भन्छन् भने नयाँ मान्छे आए, अब पुरानो हिसाब यहीँ क्लियर गर। आजको बजार भाउमा यो टेबलका सबै कुराको बिलतिर अनि मात्र नयाँ खाता सुरु हुन्छ। ट्याक्कै यो बार ट्याबको एनालोजीले डिम्ड डिस्पोजलको मर्मलाई धेरै हदसम्म प्रश्न पार्छ। साउजी अर्थात् कर प्रशासनले नयाँ खाता सुरु गर्न भन्छ, तर यहाँनिर यहाँ बुझ्ने पर्ने रोचक कुरा के छ भने कम्पनीज एक्ट र इन्कम ट्याक्स एक्टले यो कन्ट्रोल भन्ने शब्दलाई हेर्ने चस्मा नै फरक छ के? कसरी फरक छ? कन्ट्रोल भनेको त भनौँ न बोर्ड अफ डाइरेक्टर्समा जसको बहुमत छ त्यही होइन र? कम्पनीज एक्टले त्यसरी नै हेर्छ। बोर्ड अफ डाइरेक्टर्स माथिको नियन्त्रण वा एउटा कम्पनीले अर्को कम्पनीलाई होल्डिङ सब्सिडियरीको रूपमा कसरी चलाइरहेको छ त्यो कर्पोरेट कानूनको लागि महत्त्वपूर्ण हुन्छ। तर इन्कम ट्याक्स एक्टको सेक्सन 57 ले त्यो हेर्दैन। यसले विशुद्ध रूपमा शेयर्सको गणित मात्र हेर्छ। गणित मात्रै? शेयर होल्डर्स चाहे ती डाइरेक्ट रूपमा देखिने हुन् वा अन्डरलाइङ अर्थात् पर्दा पछाडिका वास्तविक मालिक हुन्, तिनीहरूको स्वामित्वमा 50% को फेरबदल भयो कि भएन भन्ने मात्र कर प्रशासनको चासो हो। एकछिन है, यो अन्डरलाइङ शेयर धनी भनेको के हो? यसलाई अलिकति प्रश्न पारौँ न। मानौ एउटा कम्पनी ए छ नेपालमा,
कम्पनी ए को 80% शेयर विदेशमा रहेको अर्को कम्पनी बीसँग छ। ओके। अब विदेशमा कम्पनी बीका शेयरधनीहरू परिवर्तन भयो भने प्रत्यक्ष रूपमा त नेपालको कम्पनी ए को शेयरधनी फेरिएको देखिँदैन नि। देखिँदैन, रेकर्डमा त बी नै हुन्छ। हो, तर ट्याक्स अथोरिटिजले कम्पनी ए को चेन्ज इन कन्ट्रोल भयो कि भएन भनेर हेर्दा त्यो माथिल्लो तह कम्पनी बी का मालिकहरू अर्थात् अन्डरलाइङ ओनरशिप कति परिवर्तन भयो भनेर ट्र्याक गर्छ। साँच्चै? नि यसले गर्दा विदेशी कम्पनीहरूको मर्जर हुँदा नेपालमा रहेका उनीहरूका सब्सिडियरी कम्पनीहरूमा पनि अचानक सेक्सन 57 आकर्षित हुन पुग्छ। ओहो, भनेपछि नेपालको अफिसमा केही भएकै छैन, तर विदेशमा पेरेन्ट कम्पनी बिक्री हुँदा नेपालको कम्पनीले ट्याक्स तिर्नुपर्ने अवस्था आउन सक्छ। मज्जाले सक्छ। यो त साँच्चै नै जटिल रहेछ। तर एउटा कुरा नि, यो 50% को नियमले त नयाँ लगानी ल्याउन खोज्ने स्टार्टअप्सहरूलाई ठूलो समस्या पार्छ नि। एकदम ठूलो समस्या पार्छ, होइन र? एउटा सानो स्टार्टअपले ठूलो भेन्चर क्यापिटलबाट फन्डिङ ल्याउँदा त भनौँ न सहजै 50% भन्दा बढी शेयर डाइल्युट हुन्छ। अनि नयाँ लगानी आउने बित्तिकै ट्याक्स तिर्नु पर्यो भने त त्यो फन्डिङको अर्थ नै भएन नि। हो, यही एउटा ठूलो व्यावहारिक अडन थियो। विदेशबाट वा स्वदेशभित्रैबाट ठूलो पुँजी भित्र्याउँदा नयाँ शेयर जारी गर्नुपर्ने हुन्छ, जसले संस्थापकहरूको हिस्सा 50% भन्दा तल झारिदिन्थ्यो। अनि लगानी निरुत्साहित भयो भनेर धेरै गुनासो आएपछि हालै फाइनान्स बिल 2081 मार्फत यसमा एउटा महत्त्वपूर्ण संशोधन गरिएको छ। भर्खरै आएको नयाँ संशोधन, त्यसले के भन्छ त? यसले के भन्छ भने यदि विद्यमान शेयर होल्डर्सको शेयर संख्या र पुँजी अर्थात् शेयर नम्बर एन्ड क्यापिटल अपरिवर्तित छ, तर कम्पनीले नयाँ शेयर जारी गरेर क्यापिटल इन्क्रिज गर्छ र त्यसरी नयाँ शेयर धनी थपिएर 50% भन्दा बढी स्वामित्व परिवर्तन हुन्छ भने त्यस्तो अवस्थामा अब सेक्सन 57 लागू हुँदैन। वाउ! अर्थात् पुराना लगानीकर्ताले आफ्नो शेयर नबेची नयाँ पुँजी मात्र थपिँदा यो नियम ट्रिगर हुँदैन। यो त सुन्दा एकदमै तार्किक र लगानी मैत्री प्रस जस्तो देखिन्छ। क्यापिटल इन्जेक्सन हुँदा ट्याक्स लाग्ने त्रास हट्यो। सकारात्मक पक्ष त्यही हो। तर म एउटा ठूलो लुप होल देख्दैछु है। कस्तो लुप होल? के ठूला कम्पनीहरूले यसलाई कर छल्ने हतियारको रूपमा प्रयोग गर्न सक्दैनन् र? मानौ मलाई मेरो कम्पनी बेच्नु छ, तर म शेयर बेच्दिनँ। म नयाँ किन्ने मान्छेलाई ठूलो मात्रामा नयाँ शेयर जारी गर्न दिन्छु, जसले मेरो शेयरलाई 5% मा खुम्च्याइदिन्छ। अनि पछि बिस्तारै म त 5% पनि बेचेर निस्किन्छु। यो त सिधै ट्याक्स इभेजनको बाटो भएन र? यदि हामीले यसलाई बिगर पिक्चरसँग जोडेर हेर्ने हो भने तपाईले औल्याउनु भएको यो जोखिम नै अहिलेको सबैभन्दा ठूलो कन्ज हो। विज्ञहरूले पनि यही चेतावनी दिइरहेका छन्। एकातिर इन्भेस्टमेन्टलाई प्रोत्साहन गर्ने सरकारको बाध्यता छ, तर अर्कोतर्फ यसले अनइक्वल ट्रिटमेन्ट निम्त्याउन सक्छ। जसले सिधै शेयर बेच्छ ऊ सेक्सन 57 को मारमा पर्छ। जसले कर्पोरेट वकिल लगाएर नयाँ शेयर जारी गर्ने घुमाउरो बाटो अपनाउँछ उसले कर छल्न सक्छ। यसले गर्दा गभर्नमेन्ट रेभिन्यूमा दीर्घकालीन रूपमा ठूलो असर पर्न सक्छ। यो त निकै पेचिलो विषय रहेछ। अब यो 50% को गणित अलिक गहिरिएर हेरौँ न। हुन्छ। यो हिसाब कसरी गरिन्छ? मानौ एउटा ठूलो पब्लिक लिमिटेड कम्पनी छ, जहाँ दिनौं हजारौं साना शेयरधनीहरूले शेयर किन बेच गरिरहेका हुन्छन्। के त्यहाँ हरेक दिन यो 50% को हिसाब किताब राख्नुपर्छ? त्यस्तो व्यावहारिक कठिनाइलाई सम्बोधन गर्न कानूनले एउटा थ्रेशोल्ड तोकेको छ। कति छ थ्रेशोल्ड? कम्प्युटेसन गर्दा 1% वा सोभन्दा बढी ओनरशिप भएका शेयर होल्डर्सको परिवर्तनलाई मात्र गणना गरिन्छ। भनेपछि 1% भन्दा कम शेयर भएका सयौं साना लगानीकर्ताले शेयर बेचे पनि त्यो 50% को बास्केटमा गणिँदैन? गणिँदैन। त्यसो भए यदि म 1% भन्दा तल छु भने मैले जे गरे पनि हुन्छ त? मेरो शेयर परिवारका अरू सदस्यलाई बाँडेर बेच्यो भने के हुन्छ? हो, यहाँनिर आउँछ एसोसिएटेड पर्सनको नियम। एसोसिएटेड पर्सन भनेको त्यस्ता व्यक्ति वा संस्थाहरू हुन् जसले एक अर्काको आशय वा निर्देशन अनुसार काम गर्छन्, जस्तै श्रीमान र श्रीमती वा एका घरका सदस्यहरू। यदि कोही एसोसिएटेड पर्सन छ भने उसको 0.1% मात्र शेयर भए पनि त्यो बिक्रीलाई गणनामा समावेश गरिन्छ। अर्थात् अघिको डिनर टेबलको एनालोजीसँग जोडौँ है त यसलाई।
डिनर पार्टीमा कुनै अपरिचित पाहुनाले 1 चम्चा खाना खाँदा वास्तव हुँदैन, त्यो हिसाबमा आउँदैन। तर आफ्नै परिवारको सदस्यले भान्साबाट थोरै मात्र खाए पनि त्यो त घरकै रासनबाट घटेको मानिन्छ नि, होइन त? ठ्याक्कै कानूनले त्यसरी नै हेर्छ। कम्पनीभित्रकै व्यक्तिहरूले सेक्सन 57बाट बच्न शेयरलाई ससाना टुक्रा बनाएर टुक्रा पारेर जस्तै श्रीमती वा छोराछोरीको नाममा 0.9% का दरले राख्ने र अलिअलि गर्दै बेच्ने रणनीति अपनाउन सक्छन्। चलाक भएर। कानूनको आँखा छल्ने यस्तो प्रवृत्ति रोक्न नै एसोसिएटेड पर्सनको शेयर जतिसुकै सानो भए पनि जोडिने नियम ल्याइएको हो। अनि अर्को कुरा, यो हिसाब एकै पटकको बिक्रीमा मात्र होइन, मुभिङ 3 इयर विन्डोमा हेरिन्छ। यो मुभिङ 3 इयर विन्डोले कसरी काम गर्छ? अघिल्लो 3 वर्षको अवधिलाई हेरिन्छ। मानौ मिस्टर एले 2080 सालमा आफ्नो 30% शेयर बेच्नुभयो। ओके। 50% पुगेन, त्यसैले सेक्सन 57 ट्रिगर भएन। तर अर्को वर्ष 2081 सालमा मिस्टर बीले 25% शेयर बेच्नुभयो। अब पछिल्लो 3 वर्षको विन्डोमा जम्मा कति भयो? 55% शेयर परिवर्तन भयो। ठिक त्यो बिन्दुमा मिस्टर बीले शेयर बेचेको दिन चेन्ज इन कन्ट्रोल लागू हुन्छ। ओहो, यसको मतलब मिस्टर बी को कारणले कम्पनी ट्र्यापमा पर्यो। मिस्टर ए त बेचेर पहिले सुरक्षित निस्किसके, अब बाँकी रहेका शेयरधनी र कम्पनीले त्यसको भार बोक्नुपर्ने भयो। एकदम। यो त जाने जाने शेयर बेल्दाको कुरा भयो है। तर सुरुमा मैले जुन पारिवारिक होटेलको उदाहरण दिएको थिएँ, त्यो त इनभोलन्टरी डिस्पोजल अर्थात् मृत्यु वा अन्य अकल्पनीय अवस्थाको कुरा थियो। मान्छेको मृत्यु हुँदा पनि कसरी यो कानून आकर्षित हुन्छ? सामान्यतया 3 पुस्ताभित्र सम्पत्ति हस्तान्तरणमा कर लाग्दैन भन्ने सुनिन्थ्यो त? सुनिन्छ, तर यो इन्कम ट्याक्स एक्टको सेक्सन 44सँग जोडिँदा एउटा अत्यन्तै निर्मम र भनौँ न नसोचिएको असर हो। कस्तो असर? जब कुनै शेयर धनीको मृत्यु हुन्छ, कानूनको सेक्सन 44ले भन्छ कि त्यो व्यक्तिको सम्पत्ति डिम्ड डिस्पोजल भयो। मृत्यु भएकै बखत हस्तान्तरण भएको मानिन्छ। यदि त्यो मृत व्यक्तिसँग कम्पनीको 50% भन्दा बढी शेयर थियो भने त्यो शेयर परिवारका सदस्यमा सर्दा कानूनी रूपमा ओनरशिप परिवर्तन भयो। ओहो। सेक्सन 57ले भावना वा मृत्युको शोक हेर्दैन, यसले केवल गणित हेर्छ। 50% परिवर्तन हुने बित्तिकै चेन्ज इन कन्ट्रोल ट्रिगर भयो। यो त अलि अचम्मको कुरा भएन र? निकै अन्यायपूर्ण देखिन्छ। परिवारले एकातिर मुख्य मान्छे गुमाएको छ अनि अर्कोतिर कम्पनीका सबै सम्पत्ति नयाँ बजार भावमा मूल्याङ्कन गरेर कर तिर्नुपर्ने। अनि यो कुन मितिमा भएको मानिन्छ नि? मृत्यु भएकै दिन? यहाँ डेट अफ चेन्ज निर्धारण गर्ने प्रक्रिया अलि प्राविधिक छ। मृत्यु भएकै दिनलाई मानिदैन। अनि कहिले त? अदालतबाट उत्तराधिकारी प्रमाणपत्र लिएर जब कम्पनीको शेयर रजिस्टरमा आधिकारिक रूपमा ओनरशिप अपडेट गरिन्छ नि, हो त्यही मितिलाई परिवर्तनको मिति मानिन्छ। अनि सामान्य खरिद बिक्रीको हकमा नि मैले आज शेयर बेच्ने सम्झौता गरेँ र पैसा पनि लिएँ भने आजै चेन्ज इन कन्ट्रोल भयो त? हुँदैन। कम्पनीज एक्टको सेक्सन 71ले यसलाई स्पष्ट पारेको छ। पैसाको लेनदेन जहिले भए पनि कम्पनीको शेयर रेजिस्टरमा पुरानो शेयरधनीको नाम काटेर नयाँ शेयरधनीको नाम जुन दिन दर्ता गरिन्छ त्यही दिनलाई इफेक्टिभ डेट मानिन्छ। किन त्यस्तो? किनभने त्यही मितिदेखि मात्र नयाँ शेयरधनीले जेनरल मिटिङमा भोट हाल्ने अधिकार पाउँछ र कम्पनीमा उसको कन्ट्रोल स्थापित हुन्छ। ओके, त्यसो भए डेट अफ चेन्ज यकिन भइसकेपछि कम्पनीको एकाउन्टेन्टको टेबलमा ठ्याक्क के हुन्छ त? अब त्यहाँ ठूलो काम सुरु हुन्छ। अघि हामीले डिम्ड डिस्पोजलको कुरा गर्यौं। सबै कुरा आजको बजार भावमा बेचेको र फेरि किनेको मान्नुपर्छ भन्नुभयो, तर यो मार्केट भ्याल्यु निकाल्ने काम कतिको व्यावहारिक छ त? यो एउटा ठूलो प्रशासनिक र आर्थिक बोझ नै हो। कम्पनीका हरेक सम्पत्तिलाई बजार भावमा रिभ्यालुएसन गर्नुपर्छ। हरेक सम्पत्ति? हरेक। जस्तै ट्रेडिङ स्टक अर्थात् स्टकमा रहेका सामानहरूको हकमा यदि नयाँ शेयरधनीले उही व्यापारलाई निरन्तरता दिने हो भने पुरानै कस्ट प्राइसलाई मार्केट भ्याल्यु मान्न सकिन्छ। तर ल्यान्ड एन्ड बिल्डिङको हकमा कम्पनीले आधिकारिक भ्यालुएटर ल्याएर भ्यालुएसन रिपोर्ट नै तयार गर्नुपर्छ। जग्गा र भवनको त बुझियो, तर अरू सामान नि? इक्विपमेन्ट र भेहिकल्सको लागि क्यारिङ अमाउन्ट वा रिप्लेसमेन्ट कस्टलाई आधार मानिन्छ।
रिसिभेबल्स र लायबिलिटिजलाई बुक भ्याल्युमै मूल्याङ्कन गरिन्छ। विदेशी मुद्रा छ भने नि विदेशी मुद्रा छ भने त्यो दिनको नेपाल राष्ट्र ब्याङ्क अर्थात् एनआरबीको बाइङ रेट लागू हुन्छ। ल हेर्नुस्, एउटा शेयर धनीको मृत्यु हुँदा वा लगानीकर्ता फेरिदा अफिसको ल्यापटपदेखि लिएर जग्गासम्मको भ्यालुएसन गराउनु पर्ने। गराउनु पर्छ। यो त भयानक झन्झट हो नि। सो व्हाट डज दिस अल मिन? अनि ट्याक्स रिटर्न बुझाउने प्रक्रिया कस्तो हुन्छ त? एउटै आर्थिक वर्षभित्र चेन्ज इन कन्ट्रोल भयो भने नि त्यो वर्षलाई 2वटा छुट्टा छुट्टै इन्कम इयर्स मानिन्छ। एउटै वर्षमा 2वटा? परिवर्तन भएको मितिभन्दा अगाडिको एउटा इन्कम इयर र पछाडिको अर्को। र सबैभन्दा महत्त्वपूर्ण कुरा, ओनरशिप चेन्ज भएको 3 महिनाभित्रै पहिलो अवधिको ट्याक्स रिटर्न बुझाइसक्नुपर्छ। जम्मा 3 महिनामा? विशेष कारण परेमा आईआरडीबाट थप 3 महिना म्याद थप हुन सक्छ। एउटै आर्थिक वर्षमा 2वटा अडिट, 2वटा ट्याक्स रिटर्न, यो त एकाउन्टेन्टहरूको लागि टाउको दुखाइको विषय हो नि। अनि मैले बुझेअनुसार यो रिटर्न आफै सेल्फ भेरिफाई गर्न मिल्दैन रे हो? मिल्दैन। हामीले सामान्यतया हाम्रो कर आफै घोषणा गर्न पाउँछौँ नि त। यसमा चाहिँ किन यति धेरै अविश्वास? सेल्फ भेरिफाई गर्न किन नदिएको होला? किनकि यहाँ रिभ्यालुएसनको खेल हुन्छ। कस्तो खेल? सम्पत्तिको मूल्य कृत्रिम रूपमा तलमाथि पारेर ट्याक्स घटाउन खोज्ने सम्भावना अत्याधिक हुन्छ नि त। सही हो। त्यसैले ट्याक्स अथोरिटिजले त्यो मार्केट भ्याल्यु साँच्चै सही छ कि छैन, नियम अनुसार सबै दायित्वहरू डिम्ड डिस्पोजलमा गएका छन् कि छैनन् भनेर सूक्ष्म रूपमा परीक्षण गर्न चाहन्छ। यही कारणले सेल्फ भेरिफाई गर्न नदी आईआरडीका अधिकृतहरूबाट यसको प्रमाणीकरण हुनुपर्ने व्यवस्था गरिएको हो। अब म अझ गहिरो पानीमा जान चाहन्छु है। जाउँ। यो रिभ्यालुएसन गर्दा कम्पनीले पाउने सुविधाहरू वा डिडक्सन्समा कस्तो असर पर्छ? चेन्ज इन कन्ट्रोल पछि के कुराहरू खर्चको रूपमा दावी गर्न पाइएन? नयाँ मालिक आइसकेपछि पुरानो व्यवस्थापनका कतिपय आर्थिक ब्यागेजहरू बोक्न पाइँदैन। जस्तै प्रायर इन्ट्रेस्ट अर्थात् पुरानो ऋणको ब्याज, प्रायर लसेस अघिल्ला वर्षका नोक्सानहरू, अनि ब्याड डेट राइट अफ्सहरू परिवर्तनपछिको अवधिमा डिडक्ट गर्न पाइँदैन। यसमा एउटा शब्द मैले बारम्बार सुनेको छु, अनफन्डेड लायबिलिटी। विशेष गरी ग्र्याट्युइटी अर्थात् उपदान र लिभ ब्याकको सन्दर्भमा। मलाई प्रश्न पारिदिनुस् त, यो अनफन्डेड भनेको कम्पनीले कर्मचारीलाई उपदान दिन्छु भनेर कागजमा मात्र हिसाब राखेको तर वास्तवमै ब्याङ्कमा छुट्टै पैसा जम्मा नगरेको अवस्था हो, हैन त? एकदम सही। अनि सेक्सन 57 ले यसलाई कसरी असर गर्छ त? तपाईले ठ्याक्कै बुझ्नुभयो। कम्पनीहरूले नाफा नोक्सान खातामा फाइनान्शियल पर्पसको लागि कर्मचारीको उपदान खर्च त बुक गरेका हुन्छन्, तर फन्ड बनाएका हुँदैनन्। ट्याक्स पर्पसको लागि जबसम्म पैसा साँच्चै तिरिँदैन वा फन्डमा जम्मा हुँदैन तबसम्म त्यसलाई खर्च मानिँदैन थियो। तर सेक्सन 57 ले सबै दायित्व आजै मार्केट भ्याल्युमा डिस्पोज भएको मान्छ। यसको अर्थ त्यो अनफन्डेड दायित्व अचानक ट्याक्सको नजरमा रियलाइज हुन्छ। कम्पनीले एकै दिन ठूलो खर्च देखाउनु पर्ने हुन्छ जसले विषम नोक्सानी निम्त्याउँछ, र झन डरलाग्दो कुरा, त्यो नोक्सानी नयाँ शेयर धनीले क्यारी फरवर्ड गरेर भविष्यको नाफामा कटाउन पनि पाउँदैन। यो त कम्पनीको लागि डबल वामी पो भयो नि। एकदमै। एकातिर अचानक ठूलो घाटा देखाउनु पर्ने, अर्कोतिर त्यो घाटाको ट्याक्स बेनिफिट भविष्यमा लिन पनि नपाउने। डिप्रिसिएसन अर्थात् ह्रासकट्टीमा पनि यस्तै कठोर नियम छ, होइन र? छ नि। पुराना सबै सम्पत्तिहरू आज बेचेको मानिएपछि ती सम्पत्तिको पुरानो डिप्रिसिएसन बेस 0 अर्थात् नील हुन्छ। जिरो। अब पुरानो बेस र आजको मार्केट भ्याल्यु बीचको फरक हेरेर या त ब्यालेन्सिङ चार्ज निस्किन्छ जसमा ट्याक्स तिर्नु पर्छ, नाफा भयो भने हो, या टर्मिनल डिप्रिसिएसन अर्थात् नोक्सान निस्किन्छ। अनि त्यसपछिका नयाँ वर्षहरूको लागि भने त्यो मार्केट भ्याल्युलाई नै नयाँ कस्ट मानेर इन्कम ट्याक्स एक्टको शेड्युल 225 अनुसार 0बाट ह्रासकट्टी काट्न सुरु गरिन्छ। बाफरे, यो सबै सुन्न त कुनै पनि कम्पनीले अर्को कम्पनीसँग मर्जर वा एक्विजिसन गर्ने आँटै गर्दैनन् होला नि। सामान्य अवस्थामा त गाह्रै छ। तर ब्याङ्क र वित्तीय संस्थाहरू त धमाधम मर्जरमा गइरहेका छन् नि। उनीहरूलाई चाहिँ यो नियम लाग्दैन र? राज्यले केही क्षेत्रलाई रणनीतिक रूपमा बलियो बनाउन एक्जाम्पसन्स दिएको छ। छुट दिएको छ। सेक्सन 47A अन्तर्गत ब्याङ्क, वित्तीय संस्था वा बीमा कम्पनीहरू मर्जरमा जाँदा सेक्सन 57 का केही कडा नियमहरू लागू हुँदैनन्।
जस्तै उनीहरूले पुराना नोक्सानहरू क्यारी फरवर्ड गर्न पाउँछन्। यो विशुद्ध रूपमा फाइनान्शियल सेक्टरलाई प्रोत्साहन गर्ने कानुनी छुट हो। ओके, अब म आजको सबैभन्दा तातो बहसतर्फ आउन चाहन्छु। कुन विषय? डबल ट्याक्सेसन अर्थात् दोहोरो करको विवाद। मलाई यो कुरा बुझाउनुस् त, यदि कम्पनीले सेक्सन 57 अन्तर्गत डिम्ड डिस्पोजलमा आफ्नो सम्पत्ति बढेको मानेर 25% ट्याक्स तिर्छ भने त्यो शेयर बेच्ने व्यक्तिले त पक्कै पनि क्यापिटल गेन ट्याक्स तिर्नु पर्दैन होला नि, किनभने नत्र त एउटै कारोबारमा सरकारले 2 पटक ट्याक्स लिएको जस्तो भयो नि, हैन र? दिस रेजेस एन इम्पोर्टेन्ट क्वेसन। तपाईले सामान्य तर्क लगाउँदा त्यस्तै लाग्छ है, तर वास्तविकता त्यस्तो छैन। छैन? शेयर धनीले आफ्नो नाफामा छुट्टै सेक्सन 95 का अन्तर्गत अग्रिम कर तिर्नुपर्छ। के भन्नुभएको? एउटै ट्रान्ज्याक्सनमा कम्पनीले पनि ट्याक्स तिर्ने अनि शेयर बेच्ने व्यक्तिले पनि ट्याक्स तिर्ने? यो त सरासरी डबल ट्याक्सेसन भएन र? हो, यही नै अहिले कर विज्ञ र कानून व्यवसायीहरू बीच चलिरहेको सबैभन्दा ठूलो विवाद हो। सरकारले कसरी जायज मान्छ त यसलाई? ट्याक्स अथोरिटिजको तर्क के छ भने नि, कम्पनी र शेयर धनी भनेका दुई फरक लिगल पर्सन्स हुन्। सेक्सन 57 ले कम्पनीको भित्री सम्पत्तिको मूल्य बढेको कारणले कम्पनीलाई कर लगाउँछ। अर्कोतर्फ सेक्सन 95 काले त्यो व्यक्तिलाई कर लगाउँछ जसले आफ्नो शेयर बेचेर व्यक्तिगत रूपमा नाफा कमाएको छ। कानुनी रूपमा दुई फरक पर्सन्स भए पनि पैसा त एउटै आर्थिक घटना भनौँ न शेयरको बिक्रीबाट निस्केको हो नि। व्यावहारिक रूपमा हेर्दा त यो दोहोरो करको मार नै हो। धेरै विज्ञहरूको मत पनि यही छ। डबल ट्याक्सेसनको यो विषय अदालत र कर प्रशासनमा निरन्तर एउटा बहसको विषय बनिरहेको छ र यसको सर्वमान्य समाधान अझै निस्किसकेको छैन। साँच्चै नै गहिरो विषय रहेछ यो। एकदमै। आजको यो गहन छलफलबाट एउटा कुरा के प्रष्ट भयो भने चेन्ज इन कन्ट्रोल भनेको केवल 50% शेयर परिवर्तनको सामान्य गणित मात्र होइन रहेछ। होइन। यो त एउटा यस्तो कानुनी ट्रिगर हो जसले एउटा चलिरहेको एन्टिटीको भ्यालुएसन, ट्याक्स एट्रिब्युट्स र समग्र आर्थिक स्वास्थ्यमै भूकम्प ल्याइदिन सक्छ। समयमै आफ्नो शेयर रेजिस्टरमा हुने साना परिवर्तनहरू ट्र्याक गरिएन भने यसले कम्पनीलाई ठूलो आर्थिक र कानुनी भुमरीमा फसाउन सक्छ। एकदम सही भन्नुभयो। र यो दायित्व सञ्चालकहरूदेखि लिएर कम्पनीको लेखा राख्ने एकाउन्टेन्टसम्म सबैको हो। कानुनले अज्ञानतालाई छुट दिँदैन नि। पक्कै पनि। आज हामीले वर्तमान कर्पोरेट कानुन र यसका भनौँ न डायग्नोस्टिक मडी वाटर्समा डुबुल्की मार्यौं। तर अन्त्यमा म सुन्न हुने सबैको लागि एउटा नयाँ विचार छोड्न चाहन्छु। भन्नुस् न। आज त हामी शेयर रेजिस्टर पल्टाएर 50% को हिसाब गर्दैछौँ नि, तर सोचौँ त आजको विश्व जहाँ डिसेन्ट्रलाइज कर्पोरेट संरचनाहरू बन्दैछन्, जहाँ ब्लकचेन वा डाओ अर्थात् डिसेन्ट्रलाइज्ड अटोनोमस अर्गनाइजेसन्स मार्फत कम्पनीहरू चल्न थालेका छन्। नयाँ टेक्नोलोजी हो, त्यहाँ त कुनै केन्द्रीय शेयर रेजिस्टर नै हुँदैन। स्वामित्व सेकेन्डमा हजारौं मान्छे बीच बाँडिन सक्छ। यस्तो अदृश्य र छरिएको ओनरशिप भएको भविष्यमा हाम्रा परम्परागत कर कानुनहरूले यो चेन्ज इन कन्ट्रोलको 50% सीमा कसरी मापन गर्लान् त? एकदम सोचनीय कुरा। कि हाम्रा कानुनहरू भविष्यको कर्पोरेट संरचना नियमन गर्न तयार छन् त? यो आफैमा सोच्न बाध्य बनाउने प्रश्न हो। आजको डिप डाइभमा यति नै।